के होममेड मोबाइल स्ट्यान्ड बनाउन सम्भव छ? पक्कै पनि सम्भव छ। त्यसैले आज म बनाउनेवाला छु भिडियो रेकर्ड गर्न मोबाइल अड्डाउनको लागि चाहिने मोबाइल स्ट्यान्ड, जो म आज घरमै बनाउनेवाला छु। हेरौँ है त गाइज कस्तो हुन्छ। स्ट्यान्ड बनाउन मैले ल्याएको छु एउटा मोबाइल कभर। यो काटेर मैले यहाँ सेप दिन्छु, त्यसपछि मोबाइल स्ट्यान्ड बनाउँछु। बक्स काटेर सेप दिनको लागि मैले आसी पनि ल्याइसकेँ। अहिले चाहिँ मैले बक्स काटेर सेप पनि दिइसकेँ। यस्तो बन्यो, मोबाइल पनि राम्रैसँग फिट हुन्छ, राम्रोसँग रेकर्ड पनि हुने भयो। त्यसपछि मैले बाहिर गएर चाहिने के सामानहरू ल्याएँ, काठहरू र पङ्खाको पातो भाँचेको। अनि मैले फेभिकोलले भाँचेको पङ्खाको पातो र मोबाइलको कभरलाई चप्काउन लागेँ। फेभिकोलले चप्काइसकेपछि दुईको फाइनल लुक जस्ट यस्तो छ, त्यति राम्रो त छैन। त्यसपछि मैले रेकर्डिङ गर्दा मोबाइल नजरोस् भन्नको लागि कभरको दुवै साइडमा एउटा काठ हालिदिएँ। अब चाहिँ मोबाइल झर्दैन। मैले बनाएको मोबाइल स्ट्यान्डको लुक फाइनल लुक यस्तो छ। अब यो माथि मोबाइल हालेर अनि माथि स्ट्यान्ड माथि लगेर राख्छु। सो फाइनली मोबाइल पनि स्ट्यान्डमा राखिसकेपछि यसको फाइनल लुक यस्तो हुन्छ। यस्तो पनि स्ट्यान्ड र कहिले म मोबाइलमा रेकर्डिङ गरिरहेको छु देखाउनको लागि जस्ट स्ट्यान्ड। सो गाइज, अनि मेरो होममेड स्ट्यान्ड कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, सब्सक्राइब र कमेन्ट गरी फेसबुकमा फलो पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।